हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि वेलकम छ मेरो नयाँ भ्लगमा। अनि आज चाहिँ दशमी, दसैँको टिकाको दिन। हजुरहरूलाई विजय दशैँको धेरै धेरै शुभकामना। हाम्रो यता चाहिँ बारी दसैँ चाहिँ एकदमै पानी परेर जाने भयो। हिजो बेलुकादेखि अहिलेसम्म पानी कन्टिन्यू नै भइरहेको छ। अनि आकाश पनि त्यस्तो उज्यालो नै भएको छैन, यतिकै धुम्म भइरहेछ। अब म अनि तलतिर जान लाग्यो। भर्खरै उठेर नुहाइधुवाइ गरेर आमाले मलाई अघिदेखि टिका लाउन बोलाएको बोलै हुनुहुन्छ। बिहान पूजा गरेर अब चाहिँ म तलतिर जान्छु। हजुरहरूले दसैँ एकदम रमाइलोसँग मनाउनु होला। म तलतिर गएको। उसको भ्लग रे, उसको भ्लग टिका लगाइरहनु भएको छ। उहाँ उसको छुट्टै भ्लग चलिरहेछ। हाम्रो चाहिँ टिकाहरू सबै नै सक्यो। अब उता उता घरमा लाउन बाँकी छ। अनि आज चाहिँ ग्रह शान्ति पनि गऱ्यो, त्यही भएर अहिले त मैले केही बनाउनै पाएन। हतार 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 भयो। अब म सबैतिर टिका बनाएर आएछु, लगाएर आएछु, बनाउँछु।
सबै सकेर अब तलतिर लाउनु जानु लाग्यो पुरै हुस्सु हुस्सु भयो बिहान 7 बजीतिरको सायद भास्तो हुस्सु हुस्सु भयो आज घाम एउटै छैन पुरै हुस्सु छ अब चाहिँ हामी तलतिर जानु लाग्यो तल भाइको चाहिँ पास्नी पनि छ त्यही भएर आज खानासाना चाहिँ हामी तलै खान्छौँ तल जानु लागेको हेर्न हामी काठमाडौँ जानु लाग्यो यहाँ दसैँ चाहिँ गाउँमा चाहिँ दसैँ पुरै सकाएर अब एकछिनमा टिकाहरू लगाएर चाहिँ हामी बिहानै 7 बजी निस्किनु लागेको अब तल गएर टिका सिका लगाएर हामी चाहिँ जान्छौँ कहिलेदेखि हामी चाहिँ कहाँ जानु लाग्यो आज काठमाडौँ हामी दसैँ सकेर चाहिँ काठमाडौँ जानु लागेको यो मान्छे नामो भएर है ल बाई बाई गाउँ भनिदियो बाई बाई गाउँ अब फेरि अर्कोचोटि आउँछु ल भन ल उता गाउँलाई नि गाई भन ल बाई भन ल बाई धेरै देख्यो ल हामी चाहिँ अब काठमाडौँ जानु लाग्यो टिकी लाएर राम्रोसँग बस्नु है बाई 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 ल बाई भनिदेऊ नि बाई हामी जब निस्किन लागेको ल बाई निस्केको हामी चाहिँ बिहानै जानु लाग्यो 7 7:30मै पुरै हुस्सु कुहिरो छ पानी पर्यो भने ध्वस्त झन् आज चाहिँ पानी पर्छ भनेर न्युज आएको छ अरे यस्तो छ वेदर चिसो हुने भयो अब चाहिँ हामी निस्केको म त त्यस्तो केही बनाउँदिनँ होला उता काठमाडौँ पुगिन्जेल त अनि काठमाडौँ गएपछि मामाहरूतिर दसैँ हुन्छ सो उतै गएर भेटौँला कि अब केही भयो भने बाटोमा बनाउँछु हामी चाहिँ काठमाडौँ आइपुगिसक्यौँ अनि अब चाहिँ हामी यति टिका लाउन जान लागेको सबैजना चाहिँ पछाडि अगाडि लगाइसक्नुभयो अनि हामी सबै चाहिँ अब यता पहिला कान्छो मामाकोमा र ठुलो मम्मीकोमा चाहिँ जान लागेको अब
यो फेरि टिका लाउन पानी यस्तो ठुलो परिरहेछ त्यही नै हामी जाँदैछौँ दुईजना अगाडि गइसक्नु भयो यता नजिकै चाहिँ सकाएर अब उता ठुलो मामा माइलो मामा अनि हजुरबा हजुरआमा आमा बासँग टिका लाउन चाहिँ हामी जान लागेको अब चाहिँ गएँ चिसो छ सबैतिर टिका सकाएर चाहिँ अब बुवा आमाकोमा जान लागेको हल्का बिहानै निस्क्यौँ हामी चाहिँ मामा घरबाट आज चाहिँ आकाश धन्न हल्का उजेलो भएछ हिजो त बिहानदेखि बेलुकैसम्म पानी परेर चाहिँ हामीलाई एकदम यताउता गर्न अलिक गाह्रै भयो थियो हाम्रो चाहिँ यो चाहिँ लास्ट ठाउँ हो अनि हाम्रो पनि दसैँ सकिन्छ अब चाहिँ बुवा आमाकोमा जान लागेको उतै भेट्छु यता हेरौँ यता हामी सबजना चाहिँ पिङ खेल्न जान लागेको पिङ खेल्न अनि मन्दिर पनि छ अरे मन्दिरमा पनि दर्शन गर्न लाग्यो अनि एउटा भाइ चाहिँ कुदिरह हामी चाहिँ लाग्यौँ दसैँ सकेपछि पिङ खेल्न भोलिसम्म छ होइन हामी चाहिँ दर्शन गरेर चाहिँ त्यहाँ पिङ खेल्न जान लाग्यो मम्मीहरू त गइसक्नु भयो म चाहिँ भिडियो बनाउन चाहिँ आएको थिएँ पिङ चाहिँ हल्का प्याक रहेछ नि हामी चाहिँ पालो कुर्दै एक ठाउँमा मन्दिरमा गएर पिङ खेलेर फेरि अर्को मन्दिरमा आएको त्यहाँदेखि पिङ हालेको छ यहाँ पिङ खेल्न आएको हामी छ